हामी चाहिँ पिकनिक हिँडेको आज ज्यामिरेमा छौँ हामी चाहिँ। कसैले कराईवाली, दिउवाला, चौचौवाली, वासिमवाला, दिउवाले, चौचौवाले, वासिमवाले, यहाँ म चाहिँ पानीपुरीवाले है। हामी चाहिँ बाइक साइक तल राखेर यहाँ हिँड्दैछौँ। यो चाहिँ हाम्रो आम्बोटेको भ्लगर हो, सबैभन्दा ठुलो भ्लगर। चिन्नुहुन्न भने अब चिन्नु होला। धेरै पपुलर हुनुहुन्छ भन्नु खोजेको। के गर्नु, आइफोन त्यस्तो छैन हाम्रो त। के गर्नु, सानो सानो मात्र छ। के गर्नु, गाह्रो छ मलाई। कता कता हो बिजोग बाधाले। त्यो चाहिँ किन बोक्नु भएको के हेलमेट चाहिँ? हेत्तेरी घाम के साह्रो लाग्यो, के साह्रो। आकाशमा केही छैन। हेत्तेरीका यो पिकनिक खाने टाइम त होइन जस्तो छ। 12 बजेको घाम जस्तो। हेत्तेरी कराई बजाएरै भएन, थाल बजाएरै भएन यिनीहरूले। कस्तो दामी जङ्गल छ। कोहीले कराई, कोहीले थाल। तपाईँ के हो? जनता जान्न चाहन्छ। तपाईँले त्यो थाल लगाउनु कारण के हो? गाइस, यहाँबाट जाने भन्छ कसरी जाने होला? मलाई यहाँ डर लागिसक्यो। कम फास्ट। यहाँबाट जाने रे। केबाट बाटो छ थाहा थियो? अहिले के भन्छौ? सकिन्छ? सकिन्छ नि। आउनेतिर भिडियो बनाउने। त्यहाँ कस्तो रहेछ हौ? बाघ जस्तै करायो त कुद चाहिँ। अन्डरग्राउन्ड है यो हाम्रो रोड। यही झर्ना हो। झर्ना यही हो होला हौ। कत्रो ठुलो ढुङ्गा। पानी त ठुलो रहेछ नि यताको त है। यही हो। चर्चित भ्लगर हुनुहुन्छ यता, पपुलर। किन सल्काउनु?
तपाईँ खानुहुन्छ? कहाँ म खान्छु? के भन्नुहुन्छ? मेरो बेजा जान्नुहुन्छ क्या? यहाँनिर चाहिँ चुल्हा बन्दैछ। अब नेचुरल झर्नालाई फर्काएर के गर्नु र यिनीहरूले नहुने रहेछ। हाम्रो फ्रिज चाहिँ त्यतातिर छ। आज बगाउने म चुल्हा बन्दैछ। हामी बनिसक्यो पाको दाउरा अडिने ठाउँमा त्यस्तो बनाउने चुल्हा यस्तो बिजोग खेलेर भनेको यस्तो मान्छे रमाइलो गर्न आउँछ सुत्ने मान्छे। पुरी यता पनि हेर हेऱ्यो साथौँ कस्तो वाला छैन भनेर भयो अङ्कल त्यसलाई चाहिँ उताउँछ हाम्रो सातजनाको आउनु सबैजना ग्लास लिएर ग्लास तान्ने मान्छे भयो तपाईँले थाप्नु आउनु न ग्लास ए फोटो हाल्न नि राखेको माछा भन्ने चिज बिस्तारै अट्केला